दिदीबहिनीहरूले त्यही बनाएर आज कस्तो मिठो बनाएको। Hello everyone, good afternoon and Jai Masi. Welcome back. Welcome back to my channel. Welcome back to her पानी channel. पर्दैछ हौ। ल आज चाहिँ सन्डे हाम्रो छुट्टी अनि ममताजीको बर्थडे चाहिँ अस्ति नै हुँदैछ हामीलाई टक्क सानो बर्थडे ट्रिट अनि हामीले चाहिँ केक अनि फ्लावर किनेर अब ममताजीलाई सरप्राइज दिनु जाँदैछु है। मौसम एकदम ठन्डा ठन्डा जाडो जाडो छ। अहिले चाहिँ हामी जोर्डनमा छौँ। हामी कहाँ जाने? चिम्चाचु जाने होइन? चिम्चाचु कि मङ्कक? मैले भनेको त्यो हटपटमा सेपरेट पट दिन्छ नि त्यस्तो ठाउँमा चाहिँ जाऊँ भनेको क्या। अनि त्यो त मङ्ककमा मैले ममताले अस्ति भनेको नि। मङ्ककमा जाऊँ भनेको छु किनभने सेपरेट पट भने लाइक हरेक डिफ्रेन्ट त्यो पोक र चिकन एकै ठाउँ हुन्छ क्या। अनि अस्ति हामी गएको मङ्ककमा हो नि त। तिनवटा अनि नेहा दिदी पनि आउँछ अरे त्यो पट डिफ्रेन्ट भयो भने चाहिँ के अरे अनि त्यही त मैले भनेको मङ्गोको त्यो माथि लङ्गाम प्लाजाको माथि क्या पट फाल्टै फाल्टै छ क्या त्यहाँनिर। अनि ममताले त्यही सेम हो यताको पनि भन्दै हुन्छ त। ल ममता दिदीलाई वेटिङमा है हामी चाहिँ यहाँ चटपटे खाँदै हो। फेरि भन त वान्स मोर। खाए ल कस्तो मिठो छ। तपाईँहरूले खानुभयो? खाउ न त कप्पै। मिठो छ कस्तो आज यस्तो पकाउँछ कस्तो जाडो छ। के छ हालको? ह्याप्पी बर्थडे टु यु। अब मलाई त फुल दिँदैनौ तर म चाहिँ फुल दिन्छु है सधैँ। मलाई त कहिले दिन्छ तिमीहरूले? कसले पनि दिँदैन मलाई मेरो बर्थडेमा। यो फुल त ओइलायो त के फुल हो यो? कति राम्रो फुल छ कि तर ल्याउँदा ल्याउँदै ओइलायो भने त दिदी भन्दै अलिसाल दिएको। यो त आफै बनाएको होला उसले कि के हो? आफै बनाएको त्यो किनेर यहाँ पेपर फाइनली हामी आइपुग्यौँ। जाँदैछौँ पुगेको छैन फाइनली पुग्न आँट्यौँ हामी। यहाँ चाहिँ यो चाहिँ 15 देखि मात्रै रहेछ के एकचोटि 15, 14, 13। आज हामी कहाँ आएको टिना? बर्थडे गर्छौँ हटपटमा आएको है। अब स्टार्ट गर्ने हो हाम्रो हटपट रेस्टुरेन्ट। यो त होइन स्विट वेट मलाई त मन पर्दैन गराउनु। यो चाहिँ हालौँ चाहिँ हेल्दी राम्रो के हो त्यो? हेल्थको लागि राम्रो हो। के हो नाम चाहिँ थाहा छैन। थोरै मात्रै च्याउ जस्तो लाग्यो मलाई यो छाइप्स पनि हाल न। यहाँ माथि छ मसरुमहरू किन? यो चाहिँ हाल न। यो चाहिँ मिठो हुन्छ हौ सुपमा त मलाई यो मिठो लाग्छ। त्यो राखेर आउँछ हौ। यो नहाल्ने बिन्स स्प्राउट यो हो तल हो बिन्स स्प्राउट यो हो नि। तिमीले त उइनो के पो हाल्यौ त? यो के हो फेरि? मिठो पो हुन्छ अरे। चिकन चाहिँ कस्तो मिठो हुन्छ भयो के नाम पनि मिठै नामै छ सबै चाइनिजमा लेखेको छ। सबैलाई एउटा एउटा मात्रै हाल। कति नै धेरै खान्छौँ हामीले यो ब्ल्याकवाला च्याउ चाहिँ नलिएको। यो के को खाऊँ न सबै बिफ हो नि होइन? पोर्क होला यो त। चिकन हो उतला चाहिँ बिफ हो। धेरै त अहिले नै हालौँ यो बिफ हो।
ग्रिनहरू चाहिँ अहिले एकछिनमा लाग्दैन मजाले चलाउँछ उ त के हो त्यो पक हो त्यो त यो सागहरू लगेनौँ त हामीले यो ससेस लैजाउँ न तर के को ससेस हो नि तिमीले डम्पलिङ भनेको होइन ऊ डम्पलिङको मारी यो चाहिँ मिठो हुन्छ है साग पनि लैजाउँ यो के हो फेरि चिकन ससेस बोक न तँ पनि चारवटा यो पनि मिठो हुन्छ हौ टिना यो धेरै भएन छैन सबै 3-3 वटा भयो यो क्या यो 3-3 वटा त लगेको छ नि हामीले यो चाहिँ के हो फेरि तिमीलाई मनपर्छ होइन यो तलको हेम होला यो चाहिँ के हो फेरि बिफ त धेरै नर्मल यो बिफै हो नि होइन यो चाहिँ खोइ के हो यो बोको त अलिकति बिफ हो यो तीनटा चिकन हो तर यहाँ त सोध्नुपर्छ ममतालाई थाहा यो एउटा बोको त यो के हो यो सिफुडे हो यो होला नि नर्सरी सिफुड त धेरै नलगाउने यो बिफ बल हो त चाहिँ फेभरेट हो नि त हाम्रो यो के हो त्यो पनि ऊ नै हो बलै हो यो चाहिँ पोका जस्तो के छ त ट्राई गरौँ न यो मलाई त मन पर्दैन खाने भने खाऊ न त तिमी कस्तो गराउँछ यो त वेट उसको फेभरेट देखिहाल्यो यो त ब्लड होइन किन यो एउटा बोक न भनेको यो ट्राई गरौँ के छ यो पोकाभित्र यो बाहिर साइड डिसहरू पनि लिन आउनुपर्छ हाम्रो रेडी भिडियो कल के प्लेट थाप्नु ल स्टार्ट गरौँ है हामी खानु स्टार्ट गरौँ खाइ चाहिँ सक्नु पर्यो स्टार्ट भयो खाएको छैन तिनीहरूले कहाँको भयो मेरो यो त्यति हाल्दै भयो निकाल खाने हो अब ल यहाँ टुम्याङमा हाल अलिकति टेस्ट हो टुम्याङको हल्का यो खालको मैले हाल्नु के पाक्यो सुप खाने उसले ल्याएको किनभने त के खाने रहेछ खानु परेन यो इन्डोरमा लगिहाल्यो त्यसले होइन यसले प्लास्टिकले चिप्किन दिमागमा जाने म चाहिँ यो प्रन खानु त केटी हो मेरो त सुप खाने बोल त छैन मैले प्रन गरेको खाने बोल त अघि गरेको टुम्याङ स्पाइसी बाहिर हेर्न पनि सही छ
अलि ज्याकेट गरौँ फेरि वेदर चाहिँ कस्तो भइदियो क्या आज है त्यो गाडो पास उनीहरूले खाली भएको नि यता साइडमा राख्छ त्यो यसो गरेर एकछिन खाली भएको यो एउटा चक्लेट यता राख्नु त यहाँ डुब्बीहरू भयो यसो गर्नु म त्यो एक लाइन चाहिँ लाइन हो त्यो लाइन जो चाहिँ अब यहाँ घोप्टाउँछ तपाईँ राख्नु त भुइँमा गाह्रो छ अगाको अवस्था टिना खाइसक्ने हो हामी खानु सक्दिन ल डेजर्ट पनि खाइसकेर अब केक स्टार्टिङ हुँदैछ बर्थडे गर्नु मम्मी चैते बादनीको बर्थडे भन्नु पनि बिस्किट पिलुगा हो करना फेरि न हो यसो गर्न भाउजू एक्सक्युज मी यसो गर्न Can I have lighter? ल क्यान हेभ लाइटर टिना खाँदा खाँदा मान्छे मोटाइसक्यो त प्लिज मलाई स्क्रिन देखाउनु ल प्लिज मलाई स्क्रिन देखाउनु यसरी के त थ्याङ्क यू म जस्तै रहेछ म जस्तै यो पनि राखिदिनु यो त अब यता फर्काउने हो नि त ला कति क्युट क्या केक है बर्थडेको बर्थडे वुमेन बर्थडे लेडी बर्थडे वुमेन बर्थडे लेडीले चाहिँ आफै क्यान्डलहरू आफै हामीलाई त होइन केक पनि काटिदिँदैन तिमीले यसले त्यो एउटा कुरा भाउजू हामीलाई त क्या केक पनि दिँदैन बर्थडेमा नि एउटै केक मतलब हुन्छ नि त्यो फुल पनि एउटै फुल दिएर एउटै फुल दिएको साथी त्यो परेको होइन त्यो रुममा गरेको बेलाको होइन साँच्ची एउटै फुल दिएको आधी आधी बनाएको होइन ओ माई गॉड क्यान्डल बाल्नु अनि फु गर्नु अनि अस्ति काटेको नि ढुङ्गा जस्तो नयाँ केटा माग्नु यता घुमाउनु भने किन त्यता घुमाएको क्या हेप्पी बर्थडे अन्त अनि फोटो त यतामा आउँछ त हेप्पी बर्थडे Happy birthday to you. Happy birthday, Sunguni Didi. Happy birthday. Happy birthday to you. Dear Momte. Happy birthday to you. Happy 50 देखि 51 लागेकोमा ल मेक अ विश हेन्डसम बुढा आज विश पनि कस्तो कस्तो हो पछाडिबाटै काट्ने क्या एकछिन फोटो खिच्नु पर्यो क्यान्डल निभाउनु न ल दोना थापाको बहिनीहरू ए मम्मी त दिदी होइन एक लाखको हामीले डिनर खाएर
त्यो पनि $8 राइनोको मासु खाएर आएको भनौँ न Can you imagine? त्यही पनि डलरमा डलर रुपिज होइन नि गाइस रुपिज होइन डलर हङकङ डलर Can you imagine? उहाँले खुवाइदिनु भयो खाइ नसकेर होइन थुपारेको पेट पनि देखाइदिउँ कि क्या हो नदेखाउनु अब दिक्क लाग्यो कति महिना दिक्क लाग्छ यो त्यो मासु नै हामी सम्झनु सक्दैनौँ पानी त अघि पनि परिआयो सिम हल्का जाडो चाहिँ खरै हो बिजुली मारेर हट भएर ब्युटी भएर अस्ति हामीले खाएको जलेबी उतै होइन उपरको त्यो पनि म सम्झिन चाहन्दिनँ अहिले पेट आएको बेला ए यो पोलो हो कि क्या हो होइन रहेछ पोलो जस्तो लाग्यो क्या क्रोकोडाइल होइन कंगारू होइन क्रोकोडाइल पनि हुन्छ क्या मलाई थाहा छ अनि हामी पोलो कुरा गर्दैछौँ ल है गाइस यस्तो महँगा घडीहरू हेर्नु है यहाँ यस्तै खाएको थिएन दामी महँगो घडी है रोलेक्स सो एक्सपेन्सिभ यहाँ त प्राइस लेखेको रहेछ नि त यो त टिना जत्रै छ त उसलाई त्यो साउन्ड मन पर्यो हेर्नु त जसले नि भ्याएछ क्या होइन छुट्टी पनि मम्तीको बर्थडे गिफ्टहरूको सो हुँदैछ यो पनि ब्रान्डेड हो है त्यति सस्तो होइन नि Zoom please. This is from Charles and Kate. And Coach ko ghadi. Yes. And you kid is necklace and the earrings. And you the diamond ring. Yes. And this is from Zara. Yes. And jeans also from Zara. No. Levi's, I think. You see, no. Sandal from Miss Lau. नेपाली बा उना फोटो खिच्दिन न त मान्छे नि उहाँ चाहिँ ब्रान्डेड हुन्छ ब्रान्डेड आज चाहिँ यो फुली पनि उनी हो है डायमन्ड हो डायमन्ड गाइस रियल डायमन्ड फोटो खिच्दै एउटा सबै बोल्नु एकचोटी हाम्रो लिप पनि चेन्ज गरेर सब गर्दै सब going home finally अब गएर भक्क सुत्ने हो निन्दा